लाल परी ओए ओए निसा वास्तोला यस्तो राम्रो भ्यू हो मेरो फ्रन्ट लिएर हानेको अझ मैले अगाडि अगाडि म चाहिँ यता 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 फ्रन्ट लिएर भएर हानेको मैले क्या सोचा था क्या हो गया सुराम देखियो आज तक देखी है सनसेट चप्पल खोइ कहिले लाउँछिन् र यिनले चप्पल यो चाहिँ सेतो मन्जन ल हुन्छ सेतो मन्जन कालो दामी सेतो मन्जन हरियाली साउन्ड काटेर राख्छु साउन्डले सायद हाल्ने हो यो मेरो बहिनीहरू हेलो भनाऊ एउटा भिडियोमा सदिखा के अरे ओहायो 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 सारङ्गी ओप्पा के हो ओप्पा भनेको ए ओपी पनि हो ओपीहरू सिस्टर्स ओपी भयो माई हट सिस्टर्स पहलवान सिस्टर्स तर कस्तो राम्रो भ्यू आउँदो रहेछ कस्तो हरियाली देखिया यहाँ हाँसे त्यसै हाँसे हेर्नु तल गर्दाखेरि कस्तो राम्रो आहा स्ट्रेट यसरी हो नि त खिच्नु जान्दिने आफैले आज यसरी खिच्नु अಯ್यो कस्तो राम्रो भ्यू देखिआएर अब यहाँबाट हाम्रो आँखाले देख्न सक्दैन छि 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 वाउ छि 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 वाउ कस्तो राम्रो देखिआएर यो चाहिँ हाम्रो प्लटिङ त्यस्तो भन्न आउँदैन घाँस बारीमा उम्रेछ हाम्रो प्लटिङको पोलमा धरी कलर छ This place is flower blooming के भन्ने थियो लाल परी भन्ने लाल परी लड्दिन
यिनीहरूको चटक यसरी भिडियो खिच्नुपर्छ यसरी यसरी सिकाउनु भएको यसरी भिडियो खिच्नुपर्छ त्यसरी नै हो कि खिच्ने कस्तो राम्रो सिधा बल्ल नहल्लिकन आउँछ तिमीहरूलाई आउँदैन मबाट सिकाओ अनि त अगाडि कपस थियो कि अनि त्यसलाई 50 रुपियाँ पर्थ्यो ओन्ली 50 मेरो साथी भ्याएको जस्तो थियो तर मैले भ्याएको यो भाँचेको कुर्सी बसेर देखाउ न एकजनाले यस्तो हरामी बहिनीहरू टेर्दैनन् आजकलका बुढाहरू के अरे के भन्ने मामा गर्दै आइदेऊ ल इसा यता हो यसको मामा घर यतातिरबाट टुकुर टुकुर कसरी त्यहाँ एउटा सिमला मान्छ होइन अनि हो त्यही मामा ए त्यो मम्मीको हो यी नक्लीवाला घर जिप्सी के को हो जाम बस्न नक्कली हो है यो फेरि असली होइन त्यो काठ छ त्यहाँ बस्नु मिल्दैन रहेछ अनि अर्को काठ बस्नु मिल्दैन त्यस्तो झाडी हेर न यो इसाको घर निकिताको र इसाको घर मेरो आफ्नै घर छ मेरो आफ्नै जग्गा छ ऊ त्यहाँ मैले यस्तो सानो मैले यस्तो प्रगति गरेँ गर्यौ अझ आफ्नै घर हिसाबले भन्नुभयो हेन्स प्रुभड उति कस्तो घर उति त्यो सचम्बरको देखेँ होइन भाइ यहाँबाट पानीको कालो देखेँ अब गाली खान आयो फेरि यिनीहरू बल फाले फाले गर्छन् अनि गाली खान्छन् पहिला आउँथेन न्यारिनहरू यता आशिषले हो बानी पारेको टेर्दैन अनि आजकल त आउनु छोडेछ आशिष त होमवर्कमा व्यस्त भएछ खतरा खाएछ छोरीलाई हुन्छ मेरो आफ्नै टी-सर्ट के मुन्द्रा मकै बारी अनि मेरो मुन्ना ठुल्ठुलो टप मात्रै थियो त्यहाँ राम्रो राम्रो ठाउँ लैसक्यो होला नराम्रो त बाँकी होला हो मैले पनि त्यही सोचेको कि सामानहरू ल्याउँदै हामी पनि जाम एक दिन ल्याउँदै फाल्दै जाऊ न जाऊ त्यही पनि जाऊ न त्यही पनि भोलि जानु पर्यो भोलि होइन अब म पर्सिबाट एक दिन म त भोलि जाने हो नि त अनि ट्रेनिङमा जानु हो भने ट्रेनिङ जानु त कलेजभित्र ट्रेनिङ अरे अनि अटेन्ड गर्नुपर्छ क्लास अटेन्ड गर्न पाउँदैन होला पर्सि राई गरी यसले हेलो हाई गर्नुभएको होइन हेलो यसलाई गरेर एकचोटि टुरिस्टले बाहिर बसेर हाई गरे कि हेलो के यतिको बाहिर बसेर हाई गरे हाई गरे केले टुरिस्टले चाहिँ उसलाई हायो भने हो भनेर हेलो गरेको कि यो यहाँ यो राधापुर स्कुल बनाउँदाखेरि हो कि त्यो हामी बाटो छिकेको थियौँ नि जमानामा त्यति बेला टुरिस्ट आएको थियो नि के भनेर आज सिकाएको कि सबलाई भिकारी बोले याद आउँछ
हामी त्यसरी भिडमा गएँ मैले के क्यामेरा यस्तो गर्दै हिँडेको त्यही भएर यदि ल्याउन बाँकी छोडिदिने हाम्रो भागेँ। सकियो यसरी कस्तो एउटा भ्लगमा 4-5 चोटि गरिसक्यो कि तिमीहरूलाई अरू केही आउँदैन अनि त्यही त गर्छ नि यसले हाल्छ यतिकै बसिराख्ने हो फेरि जाने हो एक राउन्ड होइन साढे नै आउँछ हाम्रो घरको आँपको बोट थियो यहाँनिर थियो तर गयो त्यो प्लटिङ बनाउनाले यस्तो मिठो आँपको बोट थियो ईसा ल अब आजलाई यति नै बाँकीको भ्लग रे हेऱ्यो बाँकीको भिडियो भोलि अब अर्को भिडियो भोलि अन्त कहीँ छैन यसो जाने ठाउँ ए भोलि त म उता जान्छु बिहानदेखिको बनाउँछु अब ल भोलि मेरो बिहानदेखिको भ्लग आउँछ किन नहाल्ने मलाई जोड्न आउँदैन के कसरी जोड्ने हो कुनै भिडियोहरू कसैलाई आउँछ भने कमेन्ट गरिदिनु क्यापकट डाउनलोड गर्नु त्यहाँबाट सिकिन्छ सबै त्यहाँ आजकल क्यापकटको उ देखाउँछ कि बाई बाई त्यही